उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र फेरि कताबाट उधिने र कहाँबाट उधिनेर ल्याउने हो, ल्याएर खोइ कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। अनि मान्छे कुर्सीमा बस्दाखेरि राजा हुने भए त तपाईहरु कुर्सीमा बस्नुभएको छ राजा हुनु, यता पनि कुर्सीमा बस्नुभएको छ राजा हुनु। कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुहोस्, संविधान अनुसार आउनुहोस्। पूर्व राजा लोकप्रिय छन् भने चुनाव लड्नुहोस्, आउनुहोस्, पार्टी खोल्नुहोस्। एउटा होस्ट भन्छ नि, छाया होस्ट अगाडि सारेर होइन, आफू अगाडि सार्नुहोस् न। लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुहोस् न। तपाईँलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि, आउनुहोस्, चुनाव लड्नुहोस्, पार्टी खोल्नुहोस्। खोलेकै छ त्यसलाई आफ्नो भन्नुहोस्, मेरो पार्टी भन्नुहोस् न। अनि